लोकप्रिय टेलिश्रृङ्खलाका लोकप्रिय कलाकारहरूको मासिक कमाई कति होला त? आउनुहोस् यसै विषयमा छोटो चर्चा गरौँ। दर्शकबिन नमस्कार, यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु हाम्रो यस युट्युब च्यानल अनिल गुरुधामी अफिसियलमा। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी हामीलाई साथ सहयोग र सपोर्ट गर्नुहोला। आजको भिडियोमा चर्चा गर्नेछौँ पछिल्लो समयमा दर्शकमाझ निकै लोकप्रिय टेलिश्रृङ्खला सीताका सम्पूर्ण कलाकारहरूको कमाई बारेमा। भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुहोला। लागौँ आजको कुराकानीतर्फ। नम्बर 9, अमर लामा। सीता टेलिसिरियलका एक लोकप्रिय कलाकार हुन् अमर लामा। अमर सीता टेलिसिरियलका साथसाथै अन्य केही टेलिश्रृङ्खलामा समेत अभिनय गरिरहेका छन्। अमर सीता टेलिसिरियलमा घिसिङ नामक पात्रबाट अभिनय गर्दै आइरहेका छन्। लोकप्रिय कलाकार अमर लामाको एक महिनाको कमाइबारे कुरा गरौँ। दर्शकबिन अमरले एक महिनामा 40,000को हाराहारीमा कमाउने गर्दछन्। नम्बर 8, सुभाष सुवेदी। अर्का कलाकार हुन् सुभाष सुवेदी। सुवेदी पात्रमा सीता टेलिसिरियलमा अभिनय गर्दै आइरहेका छन्। अब कुरा गरौँ सुभाषले कति कमाउँछन् त एक महिनामा। दर्शकबिन सुभाषले एक महिनामा 50,000को हाराहारीमा कमाउने गर्दछन्। नम्बर 7, सुशीला थापा। सीता टेलिसिरियलमा केही एपिसोडपछि जोडिएकी एक चर्चित कलाकार हुन् सुशीला थापा। सुशीला गरिमा क्यारेक्टरमा अभिनय गर्दै आइरहेकी छिन्। पछिल्लो समय सुशीलालाई जगतको श्रीमतीको रूपमा हामी देख्न पाइरहेका छौँ। सुशीलाको क्यारेक्टर सीता श्रृङ्खलामा नेगेटिभ पात्रको रूपमा रहेको पाइन्छ। जे होस्, कुरा गरौँ सुशीला थापाको एक महिनाको कमाइबारे। दर्शकबिन सुशीलाले एक महिनाको 50,000देखि 60,000को हाराहारीमा कमाउने गर्छिन्। नम्बर 6, तारा केसी। प्रमुख कलाकार हुन् तारा केसी। ताराको कलाकारिताको क्षेत्रमा लामै अनुभव रहेको पाइन्छ। झन्डै 30 वर्ष यता तारा कलाकारिता क्षेत्रमा सक्रिय रहेकी छिन्। सडक नाटक, रेडियो कार्यक्रम, टेलिभिजन कार्यक्रम, विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेकी कलाकार हुन् तारा केसी। तारा पछिल्लो समय थुप्रै टेलिश्रृङ्खलामा आबद्ध रहेकी छिन्। पछिल्ला सीता टेलिश्रृङ्खलामा सीताका आमा र सुभद्रको क्यारेक्टरमा अभिनय गर्दै आइरहेकी छिन्। खैर जे होस्, कुरा गरौँ सुभद्रको एक महिनाको कमाइबारे। दर्शकबिन ताराले अर्थात् सुभद्रले एक महिनामा झन्डै 60,000को हाराहारीमा कमाउने गर्छिन्। नम्बर 5, सविता गुरुङ। लोकप्रिय तथा एक अग्रज कलाकार हुन् सविता गुरुङ। सविता गुरुङ समेत निरन्तर टेलिसिरियलमा काम गर्दै आइरहेकी छिन्। 2039 सालमा नेपाल प्रहरीको पवित्र सङ्गठनमा आबद्ध भएकी छिन्। झन्डै 30 वर्ष लामो जागिरे जीवन बिताउँदै 13 वर्ष अगाडि जागिरबाट अवकाश प्राप्त गरेकी हुन्। सभ्यता नेपाल प्रहरीको निरीक्षक पदमा कार्यरत थिइन्। जागिरे समयमा पनि फुर्सदको समयमा एक्टिङ गर्ने सविता जिसे खुर्सानी टेलिश्रृङ्खलामा पनि सीताको सासूको रूपमा अभिनय गर्दै आइरहनु भएको छ। अब कुरा गरौँ लोकप्रिय कलाकार उहाँको एक महिनाको कमाइबारे। दर्शकबिन सविता गुरुङको एक महिनाको कमाई 60,000देखि 70,000को हाराहारीमा हुने गर्दछ। नम्बर 4, राजु भुजु। सीता सिरियलका एक अग्रज तथा लोकप्रिय कलाकार हुन् राजु भुजु। राजु भुजुलाई सीता टेलिसिरियलमा ज्येष्ठ कलाकारका रूपमा लिन सक्छौँ। राजु उमेरले 65 वर्ष पुगिसकेका छन्। उमेरले 6.5 दशक पार गर्दा नि जोस जागर युवाको जस्तै रहेको देख्न सकिन्छ। भिडियोहरूमा समेत निरन्तर भिडियोहरूमा अभिनय गर्दै राजु कुनै समयमा हास्य कलाकारको रूपमा मात्र नभई क्यारिकेचरमा समेत निकै अब्बल रहेका छन्। खैर जे होस्, अब कुरा गरौँ राजु भुजुको एक महिनाको कमाइबारे। राजु भुजुले एक महिनामा 70,000को हाराहारीमा कमाउने गर्दछन्। नम्बर 3, सुमिया कार्की। सीता सिरियलकी एक प्रमुख कलाकार हुन् सुमिया कार्की। सुमिया कलाकारितासँगै जागिर पनि गर्दै आइरहेकी छिन्। मेडिकल क्षेत्रमा आबद्ध सुमिया क्लिनिकमा काम गर्दै आइरहेकी छिन्। सुमियाको पढाइ पनि मेडिकल क्षेत्रसँग सम्बन्धित फार्मेसी पढ्दै आइरहेकी छिन्। सुमियाले पढाइ सँगसँगै टेलिश्रृङ्खलामा पनि म्युजिक भिडियोमा समेत अभिनय गरिरहेकी छिन्। पछिल्लो समय युट्युबमा ब्लग पनि अपलोड गर्दै आइरहेकी छिन्, जुन भिडियोहरूलाई दर्शकहरूले निकै रुचाएको पाइन्छ।
जे होस्, अब कुरा गरौँ सीता सिरियलकी प्रमुख कलाकार सुमिया कार्कीको 1 महिनाको कमाइबारे। दर्शकबिन सुमियाले आफ्नो युट्युबबाट 40 देखि 50 हजारको हाराहारीमा र टेलिश्रृङ्खलाबाट 50 हजारको हाराहारीमा गरी जम्मा लाख मासिक कमाउने गर्छिन्। नम्बर 2, सुनिसा बजगाई। सीता सिरियल लोकप्रिय तथा प्रमुख कलाकार हुन् सुनिसा बजगाई। सुनिसाले थुप्रै म्युजिक भिडियोमा र चलचित्रमा समेत अभिनय गरिसकेकी छिन्। लोकप्रिय कलाकार सुनिसाको पुरै परिवार नै कलाकारिता क्षेत्रमा आबद्ध रहेको पाइन्छ। उनका श्रीमान राज्य पनि एक कलाकार हुन्। उनका ससुरा शङ्कर आचार्य पनि एक चर्चित कलाकार हुन्। सुनिसाका श्रीमानलाई तितो सत्यका राज र ससुरालाई वरिष्ठ नामले चिन्ने गर्दछौँ। कलाकारिता क्षेत्रमा निकै लोकप्रिय कलाकार सुनिता सीता उपनामबाट दर्शकमाझ निकै लोकप्रिय बनेकी छिन्। सीता कलाकारिता सँगसँगै युट्युब भ्लगहरू समेत अपलोड गर्ने गर्छिन्। सुनिसाका भ्लगहरूले पनि लाखौँ भ्युज पाएको देखिन्छ। जे होस्, कुरा गरौँ लोकप्रिय कलाकार सुनिसाको 1 महिनाको कमाइबारे। दर्शकबिन सुनिसाले आफ्नो युट्युब च्यानलबाट 1 महिनामा झन्डै 50 हजारको हाराहारीमा कमाउने गर्छिन् भने टेलिश्रृङ्खला मार्फत आफ्नो युट्युब भिडियोबाट झन्डै 1.5 लाख हाराहारीमा कमाउने गर्छिन्। नम्बर 1, सहिन प्रजापति। सीता सिरियलका प्रमुख कलाकार सहिन प्रजापति। सीताबाई जति सिरियल निर्माण गरी ती सबै हास्य टेलिश्रृङ्खलाहरू थिए। सिस्टमेन्टल खालका सिरियलहरू निर्माण गरे, दर्शकले रुचाए। सोहिनले चर्चा एकाएक चुचुरोमा पुगियो। लाखौँमा लोकप्रिय बनी सोही एक्टर मात्र नभई डान्सर पनि हुन्। थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरिरहेका छन् भने थुप्रै म्युजिक भिडियोका निर्देशक समेत गरिरहेका छन्। खैर जे होस्, कुरा गरौँ लोकप्रिय कलाकार लेखक निर्देशक सहिन प्रजापतिको 1 महिनाको कमाइबारे। दर्शकबिन सहिनले 1 महिनामा 2 देखि 3 लाखको हाराहारीमा कमाउने गर्छन्। अब कुरा गरौँ सीता सिरियलको 1 महिनाको कमाइबारे। सीता सिरियलको कमाइ हुने प्रमुख स्रोत भनेको युट्युब स्पोन्सरसिप र टिभी। युट्युबबाट प्राप्त हुने इन्कमबारे कुरा गर्दा सीता सिरियलले झन्डै 1 महिनामा 23 मिलियन भ्युजहरू प्राप्त गरेको हुन्छ। 1 मिलियनको भ्युज बापत 40 देखि 50 हजारको हाराहारीमा इन्कम हुने गर्दछ। सोही हिसाबले गणना गर्दा सीता सिरियलले 9 देखि 11 लाखको हाराहारीमा कमाउने गर्दछ। टिभी र स्पोन्सरसिपबाट भने यति नै पैसा आउँछ त भन्न सकिन्न, अनुमान गर्न सक्छौँ भने सिरियलले 10 देखि 15 लाखको हाराहारीमा पैसा लिन्छ होला। त्यसैले सीताको 1 महिनाको कमाइ झन्डै 25 लाखको आसपासमा हुने गर्छ। दर्शकबिन आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? कृपया प्रतिक्रिया दिन नभुल्नुहोला। प्रतिक्रियाका लागि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। हामी अर्को यस्तै खालको नयाँ भिडियोको साथमा भेट्नेछौँ। तबसम्मका लागि ओझेल हुन्छु। हस्, नमस्कार।